हेलो गाइज, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। आज चाहिँ म बिहानै उठेर सबै काम सकेर नुहाइधुवाइ गरेर अनि यो मैले चाहिँ उसको तामाको भाँडामा चाहिँ 3वटा लसुनको पुडिया राति भिजाएर राख्छु अनि बिहान उठेर खान्छु। यो चाहिँ ग्यास्ट्रिक ठीक हुन्छ भनेर चाहिँ मैले खान सुरु गरेको हो। अनि आज चाहिँ घरमा कोही पनि नभएको कारणले चाहिँ मलाई भान्सामा पस्न नमिल्ने भएर चाहिँ मैले छतमा खाना बनाउने भनेर चाहिँ म छततिर लागेँ। यो बुवाले तरकारी काटिदिनु भएको थियो अनि यो सामानहरू चाहिँ सबै छुट्याएर राखिदिनु भएको थियो बाहिर सिडीमा। अनि त्यो लिएर चाहिँ म लागेँ खाना बनाउनको लागि। लगभग 8 बजिसकेको थियो, 8 सवा 8 भइसकेको थियो। मैले सबै अरू काम भ्याउँदासम्म अनि मम्मी चाहिँ गोला जानुभयो अनि बुवा चाहिँ बाहिर अरू कामले जानुभयो। अनि म सुरु गरेँ तरकारी बनाउनको लागि। लसुनहरू अरू सबै के गर्नु थियो त्यो सबै बनाएँ मैले। म चाहिँ प्राय धोती लगाएरै बस्छु घर, मलाई राम्रो लाग्छ। त्यही भएर चाहिँ धोती लगाएर राम्री भएर बुहारी मान्छे राम्रै भएर बस्नुपर्छ मेरो विचारमा है। त्यही भएर चाहिँ म यस्तै भएर बस्छु। त्यसपछि गएँ म माथि चुलोमा आगो सल्काउन। अनि आगो बाल्नलाई केही गर्नु पर्दैन, म तेल हल्का राखिदियो अनि एकछिनमै बलिहाल्छ। यस्तो गर्मी लागिरहेको थियो मलाई चाहिँ। सानो बाबु स्कुल जानुभएको थियो अनि म चाहिँ एक्लै टहाँ परेर खाना बनाइरहेको थिएँ। मैले बोडी र आलुको तरकारी बनाएको बिहान चाहिँ। पछि चाहिँ बुवा आएर साग पकाउनु भयो अनि चटनी, आँपको चटनी बनाउनु भयो। म चाहिँ घाममा टन्टलापुर बसेर पकाइरहेको थिएँ। लगभग खाना तरकारी पाक्नलाई लगभग 1 घन्टा लाग्यो क्या। छतहरू पनि सफा गरेँ मैले यति बेला। यो टाइममा चाहिँ मम्मीले सम्झिरहेको थिएँ। काम गर्दाखेरि खोइ किन धौ भयो भने जब मम्मीले सम्झिन्छु। अनि यत्तिकैमा बुवा घर आउनुभयो अनि एउटा मुसा बुवा र मेरो अगाडिबाट छुरुर दगुर्यो। त्यसपछि बुवा र मैले प्लान गरायौँ उताको ढोका लगाएर अनि यताबाट बुवाले छोप्ने भनेर। फ्रिजमा काका घुसेको थियो बल्ल निकालेर अनि त्यसलाई बुवाले बाहिर निकालिदिनु भयो। बाहिर निकाल्ने भन्दा पनि मार्नु भयो भनौँ। अब के गर्ने, अरू उपाय नै थिएन। सबै अन्न कस्तो गराइदिएको थियो अनि त्यही भएर त्यसलाई एक साइड लगाएर चाहिँ मलाई चाहिँ मम्मीले स्याउ बाहिर राखिदिनु भएको थियो। भोक लाग्ला अनि भोक लागेको बेला खालिन् भनेर चाहिँ सिडीमा राखिदिनु भएको थियो। अनि त्यो स्याउ मैले मजाले बसेर खाएँ। एक्लै थियो घरमा, कोही पनि हुनुहुन्थेन, मजाले बसेर खाएँ। पछि मम्मी बुवा आउनुभयो। खाना खान किन लेट गर्नुभयो भनेको त भेडाको त कपाल पो काटिदिइराख्नु भएको रहेछ। गर्मी सिजन आयो नि, भेडालाई एकदम गर्मी हुन्छ, त्यही भएर। त्यसपछि चाहिँ बुवा र मम्मी आउनुभयो घर अनि घर चाहिँ मलाई भात राखिदिनु भयो। म चाहिँ सिडीमा बसेर खाएँ। मम्मीहरूले पनि खानुभयो सँगसँगै। सानबाबु चाहिँ कलेजबाट ढिला आउने भएर चाहिँ मैले पर्खेन। त्यसपछि यो चाहिँ दिउँसो सुतेर उठिसकेपछि चाहिँ हाम्रो घर आज पानीपुरी खाने भनेर चाहिँ सानबाबुले झोल गराउनु भयो अनि मैले चाहिँ चाट बनाएँ। नर्मल तरिकाले बनायौँ। मम्मीले चाहिँ सिन्कीमारी फुर्नु भएको थियो, मलाई एकदम मनपर्छ, त्यही भएर मम्मी सबै मिलेर खायौँ अनि हाम्रो यो पानीपुरी रेडी भयो। त्यस पश्चात चाहिँ म लाग्यो यहाँहरूलाई खुवाउनुतर्फ। सुहाना र प्रिन्सु नानीलाई पनि मैले पानीपुरी राख्दै थिएँ। यो मेरो छिमेकी अनि आफ्नै मान्छे पनि हुनुहुन्छ, मेरो साथी भनौँ अहिलेको लागि। अनि उनीहरूलाई बोलाएर अनि खुवाएर चाहिँ त्यसपछि लाग्यो म स्कुटी धुनलाई। मेरो स्कुटी, यो स्कुटी चाहिँ 2075 सालमा किनेको हो। मलाई स्कुटीको यति माया लाग्छ। मलाई सबैभन्दा बढी माया लाग्ने भनेको स्कुटीको हो। आजकल त धेरै भयो मैले युज गरेको छैन, बाबुले कलेज जाँदा लग्नुहुन्छ। म चाहिँ धेरै पछि स्कुटी धुन लागेँ। मैले स्कुटी पनि नचलाएको धेरै भइसक्यो। स्कुटीको भ्यालु कति हुन्छ भनेर चाहिँ त्यो मलाई मात्रै थाहा छ। मेरो दुःखमा सुखमा जे गर्दाखेरि पनि कति बिग्रियो यो स्कुटी, कति के गर्यो, तर मैले बनाएर राम्रैसँग राखेको छु। सबैले एक्सचेन्ज गर भनेर भन्छन्, तर मलाई चाहिँ
त्यो चेन्ज गरिराख्न मलाई मन पर्दैन कि म एउटै सामान 10, 15, 20 वर्ष म एउटै अफिसमा त 10 वर्ष काम गरेँ भनेपछि मैले स्कुटी चेन्ज गर्ने कुरा भएन। म काममा लागेको 2 वर्षपछि मैले किने हो स्कुटी, अझैसम्म राखिरहेको छु। त्यो मैले पछिसम्म पनि राख्छु, बुढी हुँदासम्म, जहिलेसम्म बिग्रिन्न, जहिलेसम्म यो एक्सपायर हुन्न तबसम्म म यसलाई स्कुटीलाई म आफूसँगै राख्छु। मलाई एकदम माया लाग्छ मलाई मेरो स्कुटीको। एकपटक सुरुमा बिग्रिँदाखेरि छुट्टैको घर राख्नु परेको थियो कि एकजना मान्छेको घर। मलाई यति पिर लागेको थियो स्कुटी सम्झेर। सो धेरै दिनपछि मैले मेरो स्कुटी पनि देखेँ। हेलमेट पनि मैले अघिल्लो दिन धोइसकेको थिएँ, अनि यो चाहिँ स्कुटी आज सफा गरौँ भनेर। त्यसपछि फेरि साँझ धारपानी पुल्ने र घुम्न जाने भनेर म अलि चाँडै पकाउन लागेँ। सूर्य देवता डुब्नु भएको थिएन। मलाई खाना बनाउन एकदम टाइम लाग्यो, आगो बलिरहेको थिएन। पछि चाहिँ बल्ल बल्ल बालेर बल्यो। त्यसपछि आलु र मैले टमाटरको तरकारी बनाएँ। त्यसपछि सानबाबु र म लाग्यो धारपानीको पुलतर्फ। यत्तिकै जाने क्रममा चाहिँ हामीले बिचमा चाहिँ बाबुको साथीलाई भेटाएको थियो, अनि त्यहाँ बाबुलाई पनि हामीहरूले पुलमा आउनुहोस् भनेर बोलायो एकछिन। धेरै पछि घुम्न जाँदा चाहिँ एकदम खुसी लागिरहेको थियो। महदेवाको पुल त्यति लामो घुमिरहेको म यहाँ चाहिँ कति सानो लागिरहेको थियो मलाई। यसको 5 गुणा लामो छ महदेवाको पुल चाहिँ। यो चाहिँ सानो रहेछ तर चिटिक्कको थियो, मान्छेहरू पनि हुनुहुन्थ्यो। म धेरै दिनपछि यति फ्रेस फिल भइरहेको थियो, अनि यताउता घुमेँ। जाँदा जाँदै अनि एकछिन बस्दा बस्दै रात परिहाल्यो। अनि त्यसपछि सानबाबुको साथीसँग गफ गरेर त्यहाँ बाबुसँग भोलि खाना खान हाम्रो घर आउनुहोस् है भनेर चाहिँ हामीहरू निस्क्यौँ। सानबाबुको साथी पछि पछि हुनुहुन्थ्यो, हामी चाहिँ अघि निस्क्यौँ। अनि उहाँलाई बिदाई गरेर हामीहरू घर आएर टन्न खानासाना खाएर गफ गरेर 10 बजीतिर रुममा आएँ। म रुममा आएपछि एकछिन मेरो पति परमेश्वरलाई सम्झेँ। आज पनि फोन गर्नुभएको छैन। कोही बात नहीं, मुर्गी का दाँत नहीं। एक्लै बसिरहेको छु, के गर्नु। खेल्ने, घरि काम गऱ्यो, बस्यो, यस्तै दिन कटिरहेछ। बाई, आजलाई गुड नाइट।